लगभग हामी कति आएको जापान आएको त्यही आज 20 तारिक भनेपछि 20 दिन भयो। 1 तारिकमा आएको हामीहरू। अनि अरू अरू ढिला आयो, त्यही भएर हाम्रो चाहिँ फेरि वेलकम प्रोग्राम भयो। हाम्रो चाहिँ अस्ति नै भइसकेको थियो, फेरि आज कलेजले बोलाएको छ, त्यही भएर हो गाइस हैन। कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि हामी चाहिँ जाँदैछौँ अहिले ठ्याक्कै यो के भन्छ अब नागोयाको हाम्रो तोकुसिकी गेइदाई के हैन स्टेसन यहाँ अगाडि छ। नागोया गेइदाईको स्टेसन यहाँ अगाडि छ। अनि हामी यहाँ जान लागेको कलेज। यहाँबाट लगभग कति 10 मिनट लाग्छ होला हिँडेर। अनि यता हाम्रो रुम छ, हामी जाँदैछौँ केटाहरूसँग। दोस्त यो ठाउँमा आएर त्यस्तो नराम्रो त लागेको छैन, ठिक ठाउँमै। अब ठिकै छ, त्यस्तो नराम्रो पनि होइन दोस्त। काम सम्झित गरेर ल्याएर छ 10 घन्टा अस्ति मैले भिडियो बनाएको थिएँ होइन वेलकममा, अब साधारण भएको थियो। आज चाहिँ बवाल होला सायद, सबैले बोलाएको छ नि त होइन, सबैजना आइरहेको छ। त्यही भएर नेपाली, हामी नेपालीहरू छौँ, अनि 3 जना पाकिस्तान होला। अनि हाम्रो चाहिँ क्लासमा कति 19 जना होला टोटल। अनि लगभग चाहिँ अनि हाम्रो ग्रुप छुटाउने नछुटाउने खोइ अब के गर्नुहुन्छ। नछुटाउने भन्दै थियो। अनि 26 तारिकमा टेस्ट हुन्छ, के गर्छौ एनफोको इक्जाम हुन्छ के भन्छ, टेस्ट लिन्छ होला होइन। अनि त्यही भन्दै थियो। जे होस् गएको चाहिँ त्यस्तो नराम्रो छैन, राम्रै छ। जे होस् कि त बुझ्नै छ, अब होस्टेलहरू पनि राम्रै दिएको छ बस्नलाई। यो ठाउँमा आएर जे होस् ठिकै सेटिस्फ्याक्सन नै छु भनौँ न होइन यहाँ ठाउँमा आएर। जे होस् अब हामी जाँदैछौँ। गएको ठ्याक्क पुग्ने बेलामा म फेरि भ्यू देखाइदिन्छु गाइस। हामी चाहिँ अब पुग्न आँट्यौँ गाइस होइन। अब 1 मिनट छ भित्र। अनि साथी छ यहाँ, साथी छ होइन। अरू केटाहरू गइसक्यो, हामी चाहिँ 2 जना चिलमा हिँड्दैछौँ। हाम्रो गएको चाहिँ यही हो गाइस, यो पुरै चिल। हाम्रो गएको चाहिँ यही हो, यही गएको हाम्रो इन्भाइरोमेन्ट, तलको वातावरण, तलको रुखहरू कस्तो दामी छ हाम्रो। टक्क म देखाइदिन्छु। हाम्रो यो यताबाट जानुपर्छ भित्र। हाम्रो यत्रो बिल्डिङ छ, यो यत्रो बिल्डिङ यहाँ भयो। अनि उता फेरि अर्को छ फेरि। ओए दोस्त यो कितागी हो कि कितागी मिनामी रे? ए हिगासी कि के अरे किता रे? दुईटा छ त हाम्रो। यो वेस्ट इस्टमा हो, कितावाला रहेछ यो हाम्रो। यो हिगासी हाम्रो उता छ, उतापट्टि हिगासी छ। अहिले हामी यहाँ जान लाग्छौँ टक्क यो हलमा। आज प्रोग्राम हुँदैछ होइन, दोस्त जाँदैछ, म जाँदैछु। टक्क अब केटाहरू पुगिसक्यो भित्र, अब पढेर आउँदैछन्। यही हो हाम्रो गएको होइन, दाइ गएको हो खासमा। अनि त्यसपछि यस ब्रो फुल पनि दियो यार कडा। फुल देखाउ नि त फुल। ओ दोस्त तिलक दोस्त, हामी चाहिँ क्लासमा जान लाग्छौँ अब गाइस। माथि छ पुरो भने फुल चाहिँ उठायो है, दामी देखिरहेछ फुल। ल गाइस उता हाम्रो सेरेमोनी प्रोग्राम चाहिँ उता सुरु भयो। त्यो हलमा चाहिँ मैले सोधेको थियो अब फोटो खिचौँ कि नै भनेर। अनि सकेपछि चाहिँ खिच्दा हुन्छ भन्छ। अनि त्यसपछि मान्छेहरू आउँदैछ। अनि म अब माथि जान लाग्यो, सबैजना माथि हिँड्दैछ।
क्लासरूममा जाँदैछौँ हामी चाहिँ अब क्लासरूम चाहिँ लगभग 20-5 होला। के सिच्यु केटाहरू यहाँ बसिरहेछ। आइरहेछ कि ठिक छ। हाम्रो व्हाइट बोर्ड हो गाइस यो चाहिँ हैन। केटाहरू त्यहाँ बसिरहेछ 10 मिलियन प्रोजेक्टर यसरी गर्छ। जाने न वो आगे देश का एसेन्शियल कसको भनिरहेछ। बाबु राजा मन सन्तोष बवाल बवाल छ गाइस बवाल। अघि खिचेको फुल चाहिँ उठाइयो। झलक आज टल्किरहेछ है बहुत। त्यो झलक तिलक 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 दोष होइन भन न अहिले दोष रिजाएर अब आजको प्रोग्राम चाहिँ सक्यो हाम्रो गाइस। तालिका दिँदैछ क्लासरुम चाहिँ यही हो हाम्रो हैन। सेन्से नेपाल गोदे हाय नमस्ते नमस्ते। सक्यो हाम्रो चाहिँ आजको वेलकम प्रोग्राम। सबजनाले फुल बोकेछ। यो चाहिँ मेरो फुल हो। अब हामी चाहिँ जान लाग्यो सक्यो हैन।